हेलो नमस्कार है। आज चाहिँ म यो मलहरू हुन्छ नि, अब पानी आकाशको पानी धेरै परेर न्युट्रिसन सबै सकिसकेको हुन्छ। त्यही भएर अब मल हालेर टक्क फुलहरूमा सुन्तलाहरू कागतीहरू जति पनि छन् है फलफुलहरूमा चाहिँ हाल्ने बेला भयो है भन्छु म चाहिँ। अब जस्तै यो चाहिँ मेरो यो सबै मिक्सवाला हो। यो कुखुराको मल बढी रहेछ यसमा। यो मेरो पिना, यो मेरो हड्डीको मल, यो मेरो भर्मी कम्पोस्ट है अलि राम्रो क्वालिटीको है। अनि यो मेरो निमको धुलो है, निमको पिना, यिनीहरू सबै मिक्स गर्छु र एक मुठी बोट हेरेर हालिदिन्छु है। यो हाल्नलाई पनि कस्तो गर्नुपर्छ भने म हजुरहरूलाई देखाउँदैछु। यिनीहरूमा हालिसकेँ, कागतीमा हालिसकेँ। अब कागतीहरू फुल्छ होला हैन। अब यो यस्तो जम भएर बसिहाल्छ क्या माटो है, जामे यस्तो लामो अलि चुच्चोले चाहिँ तलसम्म पुग्दो रहेछ। मजाले यसरी चलाउने है। मैले अघि चलाइसकेँ। अनि यो एक मुठी लगभग यसरी छेउबाट हाल्दिने, यसरी हाल्दिने। अझ अलिकति अप्ठ्यारो छ कि यहाँ मिलाउँदैछु तिहारमा पनि है। अनि हाम्रो त अब चिसो आइसक्यो यता काठमाडौँतिर, पर्खिस है रे। अनि यसरी मल माटो हल्का माथिबाट हालिदिने। अहिले यसरी अनिवार्य गर्नुपर्छ है, गरेन भने फेरि राम्रो फल्दैन। अब फेरि पछि ढिला भयो भने जाडो महिनामा चाहिँ हाल्न आउँदैन क्या मल। यिनीहरू पुरा स्ट्रेसमा जान सक्छ धेरै बिरुवाहरू। त्यही भएर है। धन्यवाद।